Oh shit. The toughest journey is starting now. Namaste guys, welcome back to the channel. Oh shit. यहाँ पुरै हिउँ जमेको छ बाटै छैन बाटो बनाउँदै जानु हेट तेरिका अनि खुट्टा उचाल्न सक्ने सक्यो ओ हेर्नुहोस् हिउँ जाउने छैन हामी त्यहाँ पुग्नेसम्म त आलु ए कति साह्रो हो मलाई बाटो बनाइदिनु दाइ खालको पाइरहेछ दाइले बाटो बनाइदिँदैछ तर बाहिर मात्रै साह्रो रहेछ अनि यस्तोमा अनि कसरी आउनुहुन्छ उहाँहरू तिमीलाई जुत्ता चाहियो भने इमर्जेन्सीको लागि जुत्ता छ के भइहाल्यो भने प्लास्टिकको व्यवस्था पनि छ दाइ दाइ केही भइहाल्यो भने यहाँ जुत्ताको व्यवस्था पनि छ दाइ ढुक्क हुनु खासमा मलाई चाहिएला जस्तो छ जुत्ताको व्यवस्था छ दाइ यहाँ फ्रीमा भन्नै पर्दैन यो जुत्ता लगाएपछि तपाईँ तिल चाहिँ कसरी नहिँड्ला र यो लगाएपछि त तपाईँ त घोडा जसरी हिँड्नुहुन्छ यो हेर्दा राम्रो छ हिँड्न गाह्रो छ है दुःख छ गाह्रो छ फर्स्ट रनर अफ सेकेन्ड रनर हो र त्यस्तो नभन न आँखा नलगाऊ है मलाई किन रहेछ भनेको त सनस्क्रिमले पो रहेछ होइन हिउँले हो कि हिउँले लाइटको काम गर्छ नि छिटो पाइला टेक्नु न बाटो बनाउने मान्छे छन् बाटो बनाउने मान्छे फस्यो दोधार फस्यो आयो जेसीबी ले चाहिँ हो तिमी त पसल गर्न नलायक क्या हो म पसल गर्न पाल टाँगेर पसल के अरे पाल टाँगेर बहिनीले ध्यान अहिले भट्टी खोल्ने हो माथि रक्सी पाइन्छ कि नै पाइन्छ सबैको हामी त पैसा त दिँदैन नि अरे ल अब हामी पनि बिस्तारै बिस्तारै हिँडौँ यो भित्र पानी बगिरहेछ एकचोटि खुट्टा कपेको भने त गयो दाइ बाटो बनाइदिन्छौ नि हामी त अन्धो भएर हिँड्दैछौँ त तिम्रै भरमा हामी ओहो ए हो ओहो 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 यहाँ
हिँड्दो लट्ठी यति भेट्छ यति ओ माई गड यहाँ त मान्छे पुरेला जस्तो यहाँनिर बिच्नेहरू त उहाँहरू कसरी आउनुहुन्छ होला ल दाइ ल आइहाल्नुहोस् दाइ आछु निकै गहिरो छ दाइ फस्यो है दाइ फस्यो ल ल ल अबे यहाँनिर अब पक्लिन लाग्यो नि अगाडि ठिक छ कि पछाडि ठिक छ अगाडि चाहिँ मात्रै अहिले यो ठिक छ कि यसरी ठिक छ कहाँ किलेर मतलब भिडियो ए पछाडि अघि यो ठिक भयो यो ठिक छ ल आमा ए भगवान् छिटो खुट्टा पाइला चाल्नु है अछु छिटै नै छिटो ल आइहाल्नु हिँड्यो कति पछि हिउँ देख्न पायो नि हिउँ नपरेको धेरै भयो धेरै वर्षैपछि हिउँदै दिँदैछ त्यही त डुब्न पनि पाइयो अब अहिले चिप्ली नि खेल्न पाइन्छ जाने बेला त यो सरकारको जानु पर्ला यो त टेलर मात्रै हो फर्केर चिप्लिँदै जान पाएँ नि ल दुईजना बाँदरहरू उहाँ पुगे ओए दुईजना उहाँ माथि पुगिसकेको छ अनि अहिले हामी मेसुकोन्दो पासको 4009 मिटरमा पुगेको छौँ यस्तो छ हालत हिउँ छ यस्तो छ बाटो चाहिँ यस्तो छ गाह्रो छ गाह्रो छ यस्तो होला भनेर त सोचेको थिएन फेरि हिउँ त खालि बाक्लो नै रहेछ अझ 1 घन्टा 15 मिनट लेखेको छ अझै धेरै अझै ठुलो हिउँ छ माथि पुग्नलाई 1 घन्टा 15 मिनट यता पास बनिरहेछ दाइको नि भ्लग चलिरहेछ धौलागिरी कस्तो राम्रो देखिरहेछ यहाँनिर यो बाटो सबै हिउँले ढाकिरहेछ यहाँनिर एउटा फाटो रहेछ हेर्नु चाहिँ यो धौलागिरी हो यो देखेको ऊ त्यहाँ छ धौलागिरी मेसुको त डल्लो भएछ हामी आएर ल यहाँ माथिबाट लड्किँदै हेर्नुहोस् है कहाँ पुग्नु भएको छ उहाँ चिप्लेर टोलीहरू उहाँ हुनुहुन्छ यो दामी देखेछ ल उहाँ दुईजना चाहिँ अहिले अगाडि गइसक्नु भएको छ है उहाँ बाटै छैन अब कसरी जाने हो थाहा छैन उहाँहरू त जानुभयो हामी चाहिँ कसरी जाने हो थाहा छैन है हेलो अब हामी यहाँदेखि चाहिँ 4 खुट्टा टेकेर जानेछौँ त्यस्तै लागिरहेछ रमाइलो हुनेछ बाटो छँदै छैन 4 खुट्टा टेकेर गएछौँ तिनीहरू नलड्के त हुन्छ दाइ बिस्तारै आया पल्टेको देखाइदियो ल दे हिँड्नु दाइ हिँड्नु हो यति भएपछि हिमाल जानु पर्दैन है यहाँमा कति गयो अबे चप्पल लाएर गल्ती गरेँ क्या चप्पल लड्किने यो चप्पल लड्किने रहेछ नि उता पुगेर लाउनु पर्यो अबे अझै यति छ हे भगवान्
दाइको पछि पछि हिँड्नु पनि रहेछ यहाँ भिडियो बनाउनु मिल्दैन हौ माथि पुगेर बनाउँछु यहाँ हिउँ पहिरो गएको छ हामी यहाँबाट यसरी जानुपर्छ यहाँ त ठुलै पहिरो गएको रहेछ नि कस्तो बाक्लो छ सुमन सर उहाँ हुनुहुन्छ कसैलाई टोइलेट जानु परेछ त्यहाँ आयो ए भगवान् निकै ठुल्ठुलो आएको छ यो बाटो छिटो हिँड्नुपर्छ अब यो कट्नुपर्छ यस्तो गाह्रो बाटो छ खुट्टै गाह्रो हो यहाँमा कसरी जाने हो दिदी दिदी सक्छ ओ माय गॉड हे भगवान माथि झन् ठुलो छ बेलुका अब बेलुका यहाँबाट छिटै फर्किनुपर्छ रात पर्नुभन्दा अघि यहाँ यस्तो पहिरो जाँदो रहेछ यो मेसुकोन्दो हिमालय तल देखिन्छ शान्त जाने बाटो पनि देख्दो रहेछ हजुर यस्तो यहाँ पहिरहेको छ यस्तो सक्दैन क्या नि माथि पनि ढुङ्गा खसिरहेको छ हे भगवान् यस्तो छ अवस्था I'll be still on. अब अलि साह्रो रहेछ पहिला त्यसै सक्दैन त भनेको होइन रहेछ कि
दाइ यता अगाडि त लास्टै गाह्रो छ त्यो चिप्ले भने त यहाँ चिप्ले भने त सक्दैन है दाइ अलि जमेको छ त्यो अलि चिप्लिन्छ त्यो अरूको बाटो आउनु है त खुट्टा गरे के हुन्न उ छिर्यो नि यहाँ पहलम अहिले जुन हामीले हिँडेको त्यही बाटो आउनु मुटुले ठम्जल जस्तो गर्यो त है टुक 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 गरेर नि नानी त झन् लास्टै भएछ नि अब यो मेरो हो यहाँ बक्लो ठिकै उनको अन्धले दाइ त्यहाँ पुगेछ अझै माथि चाहिन्छ नि दाइ बस्यो यहाँ थियो त यहाँ राखेको लगाइरहेछ त्यो मेरो लट्ठी यस्तो यहाँसँग सुमन सर त्यहाँ कष्ट गरिदिनुहुन्छ कि लट्ठी नलिकन आउनु हो तपाईँ चाहिँ परो केही भन्नु न दाइ यस्तै हो त कति अलि चढ्यो कहाँ चढ्नु गाह्रो भएर मात्रै गाह्रो भएर मात्रै यतापट्टि त हामी अहिले चिप्लेर पुगेको उहाँ अहिले गयो भने त गाह्रो पो छ आती त बच्चाहरू त गाडिन्छ हौ तिमी बराबरको हिउँ छ यो त्यस्तो छ यो स्थिति छैन त नआउनु भन्नुपर्छ कि ओ पाखराहरू यस्तो बाक्लो छ यहाँ बाटै छैन ए यहाँ तल पुग्यो भने त गुल्ट्यो भने त कहीँ पाउँदैन र अहिले हामी अब बल्ल बल्ल गरेर त्यहीबाट 1 घन्टा लाग्ला नि त्यहीबाट 1 घन्टा बढी लाएर नेसुकुन्दको फेर्न पुगेको छौँ टुप्पोमा पुग्न अझै आधी घन्टा लाग्छ होला हामीलाई जिन्दगी आउन म त अब साच्चै कस्तो भइरहेछ एकदम गाह्रो भइरहेछ यस्तो यो बिदी यस्तो छ होइन हालत देखिरहेको छ सबैजना अस्ति त बाटो थियो होला नि है चढ्न मात्रै त गाह्रो हुन्न कि हिउँले गर्दा बहुत गाह्रो बनाइरहेछ नवीन सरलाई अगाडि लाउनु पर्यो कि सर्ट आउनु भयो कताबाट लाउने अब सकिन्न है यहाँबाट बाटै छैन कता कता हामी पनि अल्मलिएर बसेको अब यहाँबाट चाहिँ कता जाने हो र घर जाने ल हाम्रो ग्रुपहरू यहाँ छन् वाक्क दिक्क भएर बसेछन् गाह्रो भयो हेर्नु त बाटो कहीँ छैन बाटै छैन कसरी जाने हामी म चाहिँ यो ग्रुपको लिडर है आउनु भएकै छैन आउनु न रे म चाहिँ यो ग्रुपको लिडर ल बाटै छैन यहाँ हेर्नु न ठाडो भएर मेरो देखिर तपाईँ आउनु न बिन्दाले समातेर गाह्रो भयो टोपी तिमीलाई अहिले के फोन लिएर हो है ओके ओके पर्खिनु ल विशाखा सिस्टर को आयो तिमी त जामा बराबर भयो त हामीलाई पनि उठिनु पर्छ खै पत्रिकामा फुटाउनु पर्छ यस्तो चाहिँ बाटो यति बाटो यति लामो हुन्छ आरती नै
उडेछ बिस्तारै आउने स्टिक चाहिँ नछोड्नु के म त गाइड हो नि त हामीलाई त्यहाँबाट यहाँ पुग्ने 1 घन्टा लाग्यो म यहाँ बाटो खनेर हिँडिरहेको छु 12 बज्न लाग्यो अझै यस्तो छ हामी आएको वहाँ दुईजना त खत्रै हिँडेको हुने दिदी एकछिन फोन लिनु यस्तो खिच्नु यो अब फर्कँदाखेरि के को रिक्स लाउने यहाँ कोही नि रहन्छन् कोही रहन्छन् है यो रे ल हाम्रो ग्रुपहरू है यो डाँडो भन्दा उता ल ल फेरि हिउँ पर्ला जस्तो गरेछ ताल चाहिँ यो भयो मनाङबाट आउने बाटो त भन्छ तर क्या हिउँ है हिउँले केही देखेको छैन हामी त बडा मुस्किलले आइयो होइन झोलामा छ होला है यस्तो ताल छ आमामामामामा यस्तो बबाल छ ल हाम्रो अझै बाँकी यता हुन्छ त्यही भनेको मैले नि त्यही भन्दै थिएँ तर यो उग्लेसी चाहिँ टाढा रहन्छ यस्तो हाल बेहाल छ यस्तो बाक्लो हिउँ छ एकजना मान्छे गाने छ सर यहाँ माथि चाहिँ पुग्नु भयो यो भन्दा सगरमाथा चढ्नु पर्दैन यति हिउँ हेर्न ओ मान्छे पुर्छ यसले त ओ त्यहाँ त झन् बाक्लो छ कस्तो चुचु ढुङ्गा चक्कु जस्तो छ त्यो त यता हिमालतिर हेऱ्यो भने त कामदो रहेछ थर हामी त्यहाँबाट पुगेर उता जानु नसक्ने भएछ अहिले यता फर्केर फेरि मेसुकुन्द आयौँ है सर के भन्नुहुन्छ त्यही त एकदमै बाक्लो रहेछ हिउँ यसपालिलाई चाहिँ हिउँले गर्दाखेरि बाटो ब्लक भएर हाम्रो जुन यात्रा मनाङ हुँदै थरङ्ला गर्ने थियो मुक्तिनाथ झर्ने त्यो चाहिँ गर्न सकिएन त्यो चाहिँ अर्को पालि गरौँ ल तर अहिले फर्किने बेला चाहिँ एकदम सिन राम्रो भएको छ हजुर एकदम रमाइलो भयो कस्तो राम्रो देखिरहेको छ मेसुकुन्दो पनि कस्तो क्लियर देखिरहेको छ नि त यो हिउँको बाफ होला नि सर यो है हिउँको बाफ आइरहेको छ यो सबै Dili-dili मेसुकुन्दो यो उताबाट हेर्दा कस्तो मेसुकुन्दो नवीन सर यस्तो बाक्लो हिउँ छैन यहाँ कसरी जाने है ए आउँछ नि सर
यहाँसम्म पुग्यो बल्ल बल्ल यत्रो हिउँबाट चिप्लिँदै यहाँ खुट्टाको हालत हेर्नु न अनि त्यहाँ त्यस्तो हो पुरा आइस सुन्ने खालको आइस पुरा आइस पानी खान्छ आजको टुर चाहिँ एकदमै एडभेन्चर The hardest trek, but worth it. Review time! के दाइ कुशल दाइ पनि जानुभएको थियो नमस्ते भन्नुहोस् न ल कस्तो भयो के भयो मलाई त त्यहाँको के भन्छ प्रकृति चाहिँ अवेससँग लाग्यो कि एकदम राम्रो है हजुर हजुरको त आँखा पनि के भयो होइन मेरो आँखा त अब सनलाइटले खाएन नि त्यही त हिउँ पनि धेरै थियो है उहाँ चाहिँ खत्रै हिँड्नुहुन्थ्यो कि खत्रै हिँड्यो ठिकै नै हो सन्चो पनि हुनुहुन्थेन अझै बल्ल म बिरामी हुनुहुन्थ्यो अझै यति छिटो हिँड्नुभएको थियो अरू के छ भन्नु कस्तो लाग्यो ताल यति नै जानु सक्छ जस्तो लाग्थ्यो हजुरलाई उहाँ पुग्छ जस्तो लाग्थ्यो सुन्दर लाग्यो हो फेरि जानु पाएँ जस्तो लाग्यो म त लागेछ तर सकिँदैन होला सकिँदैन अरे यति छिटो हिँड्नु भएको थियो सकिँदैन अरे कति छिटो हिँड्नु भएको थियो कि सन्चो हुने थिएन अरे अझ यति छिटो हिँड्नु भएको थियो लङ्गै गरेर ल अनि म त अझै उहाँलाई के फेरि जाऊँ भन्नु लाग्थ्यो त्यो मान्छे त आजै जाँदै हुनुहुन्छ तर जाम त जसलाई पनि लाग्छ त्यहाँ होइन तर अब के गर्नु पटक स्वास्थ्यले साथ नदिन सक्छ होइन टाइम सेड्युल नहुन सक्छ त्यही कारण हजुर जाँदाखेरि चाहिँ त्यस्तो हिउँ होला भनेको सोच्नु भएको थियो थिएन नि है सोचेकै थिएन हिउँसँग राम्रो एक्सपोज लाग्यो आँखा पनि यस्तो भयो हिउँ खेल्न पाइयो हिउँ खेल्न पायो फोटो खिच्न पायो होइन फेरि जान पाऊँ समयले भेट भयो भने फेरि जाउँ सँग त्यो दिन ट्रिपमा गएको अर्को एकजना पनि हुनुहुन्छ सुमन सर दर्शन हेलो नमस्ते हजुरलाई कस्तो लाग्यो के भनिदिनुहोस् ट्रिपको बारेमा हामी 2082 जेठ 24 गतेका दिन बिहान 2 बजे उठेर चिया बसालेर चिया पकाउनु भएको थिएन चिया हजुरले पकाएर होइन कति 1800 मिलिलिटर होइन के भन्छ राजा त्यति नाम पनि भयो हजुर प्याक गरेर 3 बजेदेखि रेडी भयो मान्छेलाई अरूलाई कुर्दा 4:30 बजे मात्रै निस्किए त्यसपछि हामी गयो सर र गाडीमा 1 घन्टाको यात्रा गरेपछि हामी टक उकालो हिँड्दै 3800 मिटर 4000 मिटर गर्दै 5320 मिटरसम्म पुग्यो अरू के भन्नु पर्यो खुट्टा दुख्यो आँखा गयो 2 दिन चाहिँ हेर्न गाह्रो भएको थियो अब त्यहाँ खिचेका भिडियोहरू आफूले हेर्न पाएन अहिलेसम्म सबैको आँखाले फोटो पठाउन सकेको छैन तपाईँ सायद धेरैको फोटोमा हुनु नि हुँदैन त्यहाँ तपाईँ लास्ट हुनुहुन्थ्यो नि पहिले छोडेर गएँ म 40 मिनटको फरकमा म एक्लै चाहिँ हिमाल चाहिँ हामीले त कसैले नि सोचेको थिएन कि हजुर आउनुहुन्छ भनेर त्यो फाट जुन थियो नि त्यो मेसुकुन्दोको तल फाट जुन थियो नि त्यहाँ देखेको थिएँ नि त्यहाँबाट चाहिँ आउनु हुँदैन होला फर्केर जानु भइसक्यो होला भनेर सबैले त्यही सोचिरहेको सोचेर चाहिँ तर म एकचोटि चिप्लेर धन्दै कहाँ पुग्यो मान्छे चाहिँ झन्डै मरेन फेरि उठेर होइन टक एकले त्यत्रो चाहिँ गऱ्यो यार हिमाल यति गरेको थियो कि कम्मरसम्म आएको थियो क्या यिनीहरूले टिकेको ठाउँमा 40 मिनट त अलिअलि पग्लिएर बस्दो रहेछ वेट पनि बढी नै भयो वेट उहाँ तर दुःखको कुरो उहाँ त्यत्रो पुगेर आउँदा नि वेटै घटाएर हुन्छ आउँदा जति खानु भयो होला नि धेरै खान नपाएर ओखो दुखेर हिँड्दा कति गाह्रो हजुरले मेडिसिन मात्रै बोक्नु भयो कि खानेकुरा बोक्नु भयो मेडिसिन बोक्यो तर त्यही मेडिसिन नि खाने पाइएन कि कुन खाने हो मेसै पाइएन ए है चिनेको सिटामोल अरू त सिटामोल र जीवन जाउँ कोख दुखेको छ के खाने अरू के खाने त्यस्तै भयो अब कसैले नि सोचेको चाहिँ थिएन कि हजुर चाहिँ आउनुहुन्छ होला भनेर त्यहीबाट फर्किनु भयो होला सोचेर त्यो झन् हात पनि सक्नुहुन्थेन नि त यो हात मेरो मैले एकचोटि पनि हिउँमा नगाडिकन चाहिँ टपमा पुगेको मान्छे हो आउँदा पनि जाँदा पनि त्यसरी हिँड्यो अब यो ट्रिपमा कसैलाई अवार्ड पाउँछ भने चाहिँ हजुरलाई पाउनु पर्ने हो कि म पनि आफूले भोट बिना हो बिना चस्मा होइन हातमा सपोर्ट पनि छैन एक्लै हामी त साथी थियो नि त फोटो खिच्थ्यो भन्ने हुन्थ्यो खाजा बसेर खाजा खानुहुन्थ्यो
खतरा ल ल ल ल अब यति हजुरलाई धेरै धेरै बधाई छ केही बिर्सेको भए फेरि सम्झेर भन्नु बधाई छ हजुरलाई धेरै धेरै थ्याङ्क यू नराम्रो लाग्थ्यो खतरा हिँड्नुभएको थियो दिदी र चप्पल लाएर बाख्रा जसरी चारकोटा टेकेर सुई लाएर अनि त कस्तो भएको थियो कस्तो भयो टुर कालदेनसँग गएर लास्टै झुर भएको जबरजस्ती गएको जबरजस्ती गएको कालदेनले गर्दा जान्न भन्ने मान्छेलाई नि जबरजस्ती लिएको मलाई यो मान्छेले गर्दा गएको म जाने मन नि थिएन थोरमा जान्छु भनेर झुट्टा आश्वासन देखाएर लगेको ल कस्तो भयो रमाइलो एक्सपिरियन्स पनि भन्नु न कसरी चिपुटी खेलेको थियो कसरी बुगा बिगाएको कतिखेर डुबेको छ भन्ने भएको छ कि मलाई पनि त्यही हो कासकेटी भएको त भनौँ त्यही हो तालमा जानु पाएन भन्नु न कस्तो भयो तपाईँले कस्तो भयो भन्नु न पहिला कस्तो भयो भन्दाखेरि बिहान हामी 3 बजी उठेको होइन 3 बजी उठेको मासु त बेलुकै पकाएर राखेको प्याकिङ गरेर टक्कै 1 केजी थियो 1 केजी पकाएर प्याकिङ गरेर राख्यो अनि त्यसपछि 3 बजी उठेको अनि त्यसपछि के भन्छ अरे सिस्टरहरूलाई कुर्दा 4 बजी फोन त कसैले पनि गरेन फोन मलाई ड्राइभरको फोन आयो होइन 3 बजी अनि 3 बजीको फोन आयो कि मैले चाहिँ के भन्थ्यो दाइलाई 3 बजी जाने भन्थ्यो 3 बजी जाने भन्थ्यो दाइले कि अनि होइन के गर्दा त 3:30 होला नि दाइ भनेर भने कि अनि त्यो दाइले ल मलाई फोन गर नि त उठेर भन्थ्यो होइन अनि पछि उठेर फोन गरेर कि अब सबैजना ढिलै हुन्छ नि त अब भनेर फोन गरेन अनि पछि त दाइले त 3:30 बजी फोन गरेर के अरे म यहाँ आइसकेँ कहाँ हुन्छ नि ल हामी रेडी हुँदैछु भनेको त कसैको फोनै आउँदैन अनि गयौँ सिस्टरलाई बोलाउन गयौँ पहिला चाहिँ हामी अमता सिस्टरहरूलाई बोलाउनु गएको अनि खै प्रेमकुमार सिस्टर रेडी हुनुहुन्थ्यो उहाँ चाहिँ कता हुनुहुन्छ भेटिन माथिको विशेषका सिस्टरहरूकोमा गएको अरे पुलाउ अनि रोटीहरू प्याकिङ गरिरहेको थियो हाम्रो चाहिँ झोला टनाटन थियो होइन त्यही पनि कोचार्यो झोला निकाल्दैन यिनीहरूले खाना खाने बेला फर्काएर ल्यायो दुईजनाले मात्रै यिनीहरूले मात्रै खाएछ नभए हामी चाहिँ बोकेर जाने दुःख भयो भयो कि हामीले चाहिँ अब त्यहाँसम्म मात्रै जाने भयो कि हामीले चाहिँ उता जाने भएर उता जाने बोक्यो नि त अनि गाडीमा गयो होइन गाडीमा पनि लामै लाग्यो मलाई त बाटो त्यसपछि हामी चाहिँ अघि हिँडिरहेको थियौँ अझै के भन्छ त्यो हुन्छ नि त तालमा छिटो पुग्ने सोच थियो हाम्रो चाहिँ के भयो भन्दाखेरि हिँड्न सकेन हिउँ यति बाक्लो थियो हामी अघि हिँडिरहेको थियौँ टपमा यिनीहरू पछि थियो हाम्रो पछि रिसाइरहेको थियो हिँड्न नसकेर रिसाइरहेको थियो पछि अनि हामी अघि गयौँ अनि हिउँ थियो होइन ग्रुपमा हिँडेपछि त अब रोक्दै हिँड्नुपर्छ नि त सिधै दुईजना त अगाडि गएपछि रोक्दै चाहिँ आऊ भन्छ है उनीहरू एकछिन बस्छ हामी उनीहरूको छेउ पुगेपछि त उनीहरू त हिँड्दिने त्यसरी त हामी चाहिँ के थियो भने चाहिँ तिरो चाहिँ तालमा अघि गएर भिडियो बनाउने सोच्थ्यो लास्टमा के भयो भन्दा हिँड्न सकेन होइन हामी अगाडि हिँड्यौँ त्यसपछि माथि त्यो पहाड जस्तो थियो त्योमा हामी बाटो खेला पार्न सकेनौँ अनि उहाँलाई कुर्यौँ अनि उहाँ हाम्रो अघि हिँड्नु भयो होइन उहाँ चाहिँ हाम्रो गाइड नै भन्नुभएको थियो त्यो दिन अनि उहाँको पछि हिँड्यौँ हिँडेपछि आउने बेला मैले फालिदिएको मैले पछि फर्केको बेला मेरो लट्ठी पनि फाल्दैछ भनेको नमिसाले खस्यो होला नि भन्थ्यो मेरो लट्ठी पनि जहिले फाल्दै भनेर त्यो लट्ठी मैले लिएर आएको नि उसको हो नि त तर त्यो होइन रहेछ कि अनि हामी बल्ल पुग्यौँ होइन डाँडामा गएपछि त कस्तो लाग्यो मात्रै भन कि कस्तो लाग्यो भन्ने एकदम रमाइलो अनि अप्ठ्यारो सोचे जस्तो भएन नि अपुरो भयो मलाई चाहिँ के भयो भन्दाखेरि त्यो मेसेगुण्डको डाँडामा पुगेपछि तालमा झर्न नपाउँदाखेरि कोही झरेनी थियो जस्तो भएको थियो कोही नि झरेन अनि फोटो भने राम्रो आएन थियो मेरो फोनमा गएर फोटो खिचिदिन्छु मैले मेरो फोन अफ भयो नि त ट्याक्कै टुप्पोमा अफ अनि फोटो खिच्न पाएन तालको छेउमा जान पाएन यति कुरामा चाहिँ कस्तो हुन्छ नि त अब इच्छा पुरा नभए जस्तो भयो बेकार जस्तो भएन बेकार गए जस्तो भएको थियो तर हिउँमा जान पाउँदा चिप्लेटी खेल्न पाउँदा चाहिँ चिप्लेटी खेल्दा त म त
आएछु आएर ठिकै भयो जस्तो भयो त्यो सरर जान्दा त हो म कहाँ छु जस्तो भन्थ्यो अब त यस्तो भन्थ्यो मैले के भनेको नमिसाले हिउँ नदेखेर होइन हिउँ नपरेको कति भयो नि त अनि कहिले पर्न भन्थ्यो अब त हिउँ 10 वर्ष नपुग्यो नि पुग्यो अगाए ए आँखा टल्केर सबैको आँखा दुख्यो तिमी त्यसो भएको थियो मलाई थिएन के भएन तिम्रो आँखा केही भएन ए कसरी हिँड्ने तिमी एकछिन हामी चस्मा खोल्दा त हिँडिरहेको थियो त्यो अब हिउँ देखिरहेको भएर खासै केही भएन मान्छे गोरो भएर होला हिँड्यो मेरो साथी हो भनेर हामीले सनस्क्रिन सनस्क्रिनमा लर गर्थ्यो होइन जम्माले दिएको यति लगाएको थियो कुशल त मैले डाँडाबाट हेर्दा नि तल टल्किँदा म यति हाँसेको कुसुलाई त के अलि लगाउने बेलामा यो भरि लगाइसक्यो परेन भने जुम्मे भरि भन्नु पर्दैन अहिले बिस्तारै आफै जान्छ भनेर भनेको के हो सिस्टर फर्किने बेलामा चाहिँ गाह्रो नै भयो हिँड्न है तपाईँहरू हामी त पछि भयो तपाईँहरू पछि आएको भएर हामी चाहिँ कस्तो खुट्टा हाल्नै गाह्रो टिप्यो अनि पछि भरे फुल टिप्यो पछि टिपेर अगाडि जाँदा 2 मिनट जति टिप्यो त्यति नै मलाई लाग्दैन टिप्न सकिएन पछि फर्किन्छ अब गएर कस्तो कस्तो भएपछि चाहिँ गएर पनि रमाइलो नै भयो दुःख पनि भयो रमाइलो नै भयो त्यही हो बाई बाई सकियो अब फेरि जानुहुन्छ त तिमी अब मौका परेर जान्छु होला मौका हुन्छ नि त अब जाने यस्तै मिल्यो भने चाहिँ जान्छु तालमा पुग्ने इच्छा चाहिँ छ एकदम लिएर जानुपर्छ है म चाहिँ पर्सनल भिडियोग्राफर हो क्या जाने है अपेक्षा सिस्टर यति कुरा चाहिँ भनिरहेको छु त्यही हो सक्यो